सम्पूर्णलाई नमस्कार एवं हार्दिक स्वागत छ युट्युब च्यानल पढ्ने घरमा। आज म तपाईलाई कुन विमानस्थल कुन जिल्लामा अवस्थित छ भन्ने सम्बन्धमा महत्त्वपूर्ण जानकारीहरू जसलाई सूत्रबद्ध रूपमा लामो समयसम्म स्मरण गर्न सकिने गरी प्रस्तुत गर्ने प्रयास गर्नेछु। आउनुहोस् भिडियोलाई सँगै सुरुवात गरौँ। सबैभन्दा पहिले सोलुखुम्बु जिल्लामा अवस्थित रहेका विमानस्थलहरू हेरौँ। सोलुखुम्बु जिल्लामा 4वटा विमानस्थल रहेका छन्। उक्त 4वटा विमानस्थलहरू काङ्गेलडाँडा विमानस्थल, स्याङबोचे विमानस्थल, फापुलो विमानस्थल, तेन्जिङ हिलारी अर्थात् लुक्ला विमानस्थल गरेर 4वटा विमानस्थल छन्। यसलाई हामी चाहिँ यसरी याद गरौँ। कागलाई स्या भनेर ढुङ्गा फालु, कागलाई स्या भनेर ढुङ्गा फालु भनेर याद गर्न सकिन्छ। यो भनेको चाहिँ कागलाई भनेको काङ्गेलडाँडा विमानस्थल, स्या भनेको चाहिँ स्याङबोचे विमानस्थल, फालु अर्थात् फाबाट चाहिँ फाप्ले विमानस्थल र लुबाट चाहिँ लुक्ला अर्थात् तेन्जिङ हिलारी विमानस्थल रहेको छ। यसरी चाहिँ हामीले सोलुखुम्बु जिल्लामा रहेका 4वटा विमानस्थल सजिलै याद गर्न सक्छौँ। सोलुखुम्बु पछि खोटाङ जिल्लामा रहेका विमानस्थलहरू हेरौँ। खोटाङ जिल्लामा 3वटा विमानस्थल रहेका छन्। मनमाया विमानस्थल, लामीडाँडा विमानस्थल, थामखर्क विमानस्थल। यी दिएका 3वटा विमानस्थललाई हामी यसरी याद गर्न सक्छौँ। मलामी थामी नसक्नु रहेछन्, मलामी थामी नसक्नु रहेछन् अर्थात् मबाट चाहिँ मनमाया, लामी अर्थात् लामीडाँडा विमानस्थल, मलामी थामी नसक्नु भनेको चाहिँ थामखर्क विमानस्थल। यसरी चाहिँ खोटाङ जिल्लामा रहेका 3वटा विमानस्थललाई सजिलै याद गर्न सक्छौँ। त्यस्तै गरी पश्चिम रुकुम जिल्लामा अवस्थित विमानस्थल हेरौँ। यहाँ चाहिँ 2वटा विमानस्थलहरू रहेका छन्, चौरजहारी विमानस्थल र सल्ले विमानस्थल। यी दिएका 2वटा विमानस्थललाई हामी यसरी याद गर्न सक्छौँ। सल्लाको चौर रकुम रकुम जस्तो बनाउने छ। सल्लाको चौर चाहिँ यस्तो छ कि चाहिँ हामीलाई चाहिँ रकुम रकुम बनाउँछ भनेर चाहिँ रुकुम जिल्लाको सल्लाको चौर भनेको चाहिँ सल्ले विमानस्थल र चौरजहारी विमानस्थल याद गर्न सकिने भयो। अब चितवन जिल्लामा अवस्थित विमानस्थलहरू हेरौँ। यहाँ चाहिँ भरतपुर विमानस्थल र मेघौली विमानस्थल रहेका छन्। यसलाई हामी यसरी याद गरौँ। भरतपुर अर्थात् भरपुर, मेघौली अर्थात् अगाउली। भरपुर अगाउने जरी खाऊ जस्तो कि तिम्रो चित्त बुझोस् भनेर चितवन जिल्लामा रहेका भरतपुर विमानस्थल र मेघौली विमानस्थललाई सजिलै याद गरौँ। अब बारा जिल्लामा रहेका विमानस्थलहरू हेरौँ। बारा जिल्लामा सिमरा विमानस्थल र निजगढ विमानस्थल रहेका छन्। दिएका 2वटा विमानस्थललाई हामी यसरी याद गर्न सक्छौँ। यहाँ दिएको सिमरा अर्थात् मरेको, निजगढ अर्थात् गाड्ने काम। मरेको चरालाई चाहिँ गाड्ने काम गर्नुपर्छ। केमा राखेर भन्दा चाहिँ बोरामा राखेर भनेर बारा जिल्लामा रहेका सिमरा विमानस्थल र निजगढ विमानस्थललाई सजिलै याद गर्न सक्छौँ। त्यस्तै गरी अछाम जिल्लामा रहेका विमानस्थलहरू हेरौँ। अछाम जिल्लामा कमल बजार विमानस्थल, त्यस्तै गरी साफे बगर विमानस्थल गरी 2वटा विमानस्थल रहेका छन्। यसलाई हामी यसरी याद गरौँ। अछाम अर्थात् छाम्ने काम। छामिसकेपछि थाहा भयो कि कमल रहेछ, कमल रहेछ, त्यसलाई राम्रोसँग साफ गर्नुपर्छ। छामेपछि थाहा भयो कि कमल रहेछ, यसलाई राम्रोसँग सफा गर्नुपर्छ भनेर कमल बजार विमानस्थल र साफे बगर विमानस्थल जुन अछाम जिल्लामा रहेका छन् यसलाई हामी याद गर्न सक्दछौँ। अब कैलाली जिल्लातर्फ लागौँ। कैलाली जिल्लामा टिकापुर विमानस्थल र धनगढी विमानस्थल रहेछन्। यसलाई हामी यसरी याद गरौँ। कैलाली जिल्लामा चाहिँ लाली रहेको छ। लालीको टीका लगाएपछि धन मिल्दछ, लालीको टीका लगाएपछि धन मिल्दछ भनेर कैलाली जिल्लाको टिकापुर विमानस्थल र धनगढी विमानस्थललाई सजिलै याद गर्न सक्दछौँ। अब बागलुङ जिल्लामा हेरौँ। बागलुङ जिल्लामा चाहिँ 2वटा विमानस्थल रहेका छन्, बलेवा विमानस्थल र ढोरपाटन विमानस्थल। बागलुङ अर्थात् बाघ, बाघ चाहिँ के गर्छ भन्दा बोल्छ। कसरी बोल्छ भन्दा ढोर ढोर गर्दै बोल्छ। अर्थात् बागलुङ जिल्लामा रहेका बलेवा विमानस्थल र ढोरपाटन विमानस्थललाई यसरी याद गरौँ कि बाघ बोल्छ कसरी भन्दा ढोर ढोर गर्दै। अब डोल्पा जिल्लामा रहेका विमानस्थल हेरौँ। जुफाल विमानस्थल र मसिनेचौर विमानस्थल। यसलाई हामी यसरी याद गरौँ। दिएको चित्रलाई हेरेर पनि मसिना कुराहरू फाल, कहाँ फाल भन्दा चाहिँ डोलीमा फाल। मसिना कुराहरू
डोलीमा फाल भनेर चाहिँ मसिने चौर विमानस्थल र जुफाल विमानस्थललाई याद गर्न सक्दछौँ। अब अन्य जिल्लामा रहेका विमानस्थलहरू हेरौँ। तुमलिङटार विमानस्थल यो चाहिँ सङ्खुवासभामा रहेको छ। यसलाई हामी यसरी याद गरौँ। सङ्खुवा भनेको खुवाउने काम कसले खुवाउने भन्दा चाहिँ तुमलिङ अर्थात् तुम्ली अर्थात् तिमले खुवाउने, यसरी चाहिँ याद गर्न सकिन्छ। त्यस्तै गरी जिरी विमानस्थल दोलखामा रहेको छ। जिरी अर्थात् जिरो भनेको शून्य, परीक्षामा शून्य ल्याउने दो लखा भन्दै जिरो ल्याउने लखा भन्दै चाहिँ पिटेको जस्तो चित्र हेर्नुहोस्। जिरो ल्याउने लखा भन्दै यो भनेको चाहिँ जिरी विमानस्थल जुन चाहिँ दोलखा जिल्लामा रहेको छ। त्यस्तै गरी रुम्जाटार विमानस्थल यो चाहिँ ओखलढुङ्गामा रहेको छ। यसलाई हामी यसरी याद गरौँ। रुम्जा अर्थात् रुने कुरा, रुन चाहिँ कुन बेला मन लाग्छ भन्दा चाहिँ ढुङ्गा जस्तो मन भएका साथीहरू भयो भने चाहिँ रुन मन लाग्छ, अर्थात् रुम्जाटार विमानस्थल ओखलढुङ्गामा रहेको छ। यसरी पनि याद गर्न सक्दछौँ। त्यस्तै गरी सुकेटार विमानस्थल जुन चाहिँ ताप्लेजुङ जिल्लामा रहेको छ। यसलाई हामी यसरी याद गर्न सक्छौँ। तापले अर्थात् तापले चाहिँ के गर्छ भन्दा चाहिँ सुकाउने काम गर्छ, त्यसकारण चाहिँ सुकेटार विमानस्थल ताप्लेजुङ जिल्लामा रहेको छ। त्यस्तै गरी भद्रपुर विमानस्थल जुन चाहिँ झापामा रहेको छ। भद्र मानिसहरूलाई चाहिँ झापड हान्न हुँदैन भनेर पनि याद गर्न सकियो। त्यस्तै गरी चामे विमानस्थल मनाङ जिल्लामा रहेको छ। यसलाई चाहिँ तपाईँले चाहिँ मनाङ चामल भनेर याद गर्नु होला। यो मनाङ चामलको विज्ञापन पनि तपाईँले देख्नु भएको छ होला, कमेडी पाराको रहेको छ। यसबाट पनि तपाईँले याद गर्न सक्नुहुने भयो। चामे विमानस्थल मनाङ जिल्लामा रहेको छ। त्यस्तै गरी गोकुलेश्वर विमानस्थल जुन चाहिँ दार्चुला जिल्लामा रहेको छ। यसलाई तपाईँले चाहिँ गोकुलको दाहरा भनेर पनि याद गर्न सक्नुहुनेछ। त्यस्तै गरी राजविराज विमानस्थल जुन चाहिँ सप्तरी जिल्लामा रहेको छ। यसलाई चाहिँ राजा चाहिँ सप्तऋषि जस्तो हुन्छन् भनेर पनि याद गर्न सकिने भयो। त्यस्तै गरी जनकपुर विमानस्थल जुन चाहिँ धनुषा जिल्लामा रहेको छ। यसलाई चाहिँ तपाईँहरूले जनकको धनु भनेर पनि याद गर्न सक्नुहुने भयो। त्यस्तै गरी नेपालका केही चर्चित विमानस्थलहरू हेरौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यो चाहिँ तपाईँहरूले सजिलै याद गर्नुपर्ने हुन्छ किनकि यिनीहरू आफैमा चर्चित छन्। यो चाहिँ काठमाडौँमा रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यो चाहिँ कास्कीमा रहेको छ। त्यस्तै गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यो चाहिँ रूपन्देहीमा रहेको छ। यसलाई चाहिँ तपाईँहरू आफै नै याद गर्नुहोला। मलाई लाग्छ तपाईँहरूले यो जानिसक्नु भएको छ। अब यस्ता विमानस्थलहरू हेरौँ जुन विमानस्थलको नाम चाहिँ जिल्लाकै नामबाट नामाकरण भएको छ। ती विमानस्थलहरू यस प्रकार रहेका छन्। रामेछाप विमानस्थल जुन चाहिँ रामेछाप जिल्लामै रहेको छ। त्यस्तै गरी रोल्पा विमानस्थल रोल्पा जिल्लामा नै रहेको छ। जुम्ला विमानस्थल यो चाहिँ जुम्ला जिल्लामा रहेको छ। सुर्खेत विमानस्थल सुर्खेत जिल्लामा रहेको छ। बाजुरा विमानस्थल बाजुरा जिल्लामा रहेको छ। बझाङ विमानस्थल बझाङ जिल्लामा रहेको छ। भोजपुर विमानस्थल भोजपुर जिल्लामा नै रहेको छ। यसरी 7वटा विमानस्थलहरू जुन जिल्लाकै नामबाट रहेका छन्, जुन कुरा चाहिँ मैले यहाँ तपाईँहरूलाई प्रस्तुत गरेँ। त्यतिन्जेल प्रस्तुत भयो नेपालमा रहेका विभिन्न विमानस्थलहरू जुन कहाँ अवस्थित छ भन्ने सम्बन्धमा महत्त्वपूर्ण जानकारी। यस भिडियोको मुख्य उद्देश्य भनेको परीक्षाको दृष्टिकोणबाट एकदमै महत्त्वपूर्ण जानकारीहरू जुन चाहिँ तपाईँलाई सूत्रबद्ध रूपमा लामो समयसम्म स्मरणयोग्य बनाउनु हो। आशा छ यस भिडियोले तपाईँको तयारीलाई पक्कै पनि मजबुत पुग्नेछ। भिडियो मन परेमा लाइक, शेयर तथा सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आजको यो विशेष भिडियोबाट म पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।